नमस्कार सम्पूर्ण मित्रहरूलाई सबैजना सन्चै हुनुहुन्छ होला है तपाईहरु। म पनि सन्चै छु साथीहरु। खानापिना भइसक्यो बिहानको हाम्रो चाहिँ हिजो मुन्नी मरेर चाहिँ एकदमै हामी सबै डेस्परेट भइरहेको छ। पुरा याद आइरहेको छ। विशेष गरी बिहान खाने टाइममा बेलुका खाने टाइममा चाहिँ पुरा याद आउँछ हो। हामीले खानुभन्दा पहिला चाहिँ उल्लाई दिनु पर्थ्यो, नभएदेखि चाहिँ कस्तो गर्थे मलाई म्याउ कि म्याउ गरिरहन्थे हैन। उल्लाई खानु दिएपछि चाहिँ ढुक्कै भोक नलागुन जसन चाहिँ कहाँ गएर खेल्थ्यो अन्त आएर फेरि भोक लागेपछि म जहाँ सुतेको हुन्छु कि काम गर्दैछु कि के गरिरहेको छु त्यहीँ गएर चाहिँ खाना माग्थे हैन। उल्लाई बेसी भोक लागेपछि मात्रै माग्छ त्यसरी। अनि हामी सबैले मिस गरिरहेको छ मुनिलाई हो। आज चाहिँ मैले अब त्यसको खाना खाने भाँडाहरू पनि धुइदै भनेर थन्काइदिए सुकाइकिन अब अर्को ल्याउँछु बिरालो भनेर हिजो खोज्नु गएको थिएँ, पाइन हो। अब त्यो ठुलो त ल्याउनु भएन, सानो कहीँ बिहाको छ भने चाहिँ बच्चा ल्याउँछु। यही पहिला मैले पर नुमे भाउजूबाट ल्याएको थिएँ, त्यहीँ गएर सोधेँ होइन बच्चा छ भनेर, छैन भन्नुभयो हो। अब त्यहाँनिर चाहिँ थुप्रो बिरालोहरू छ, त्यहाँ कुइनले अब बच्चा दिएपछि चाहिँ एउटा मलाई दिनुहोस् ल भाउजू भनिराखेको छु है। अन्त खानापिना सबै हाम्रो भइसक्यो हो। कुकुरहरूलाई नि खाना दिएँ मैले। र मुन्नी र कान्छी टाइसन चाहिँ पुरा मिल्थ्यो। अब यिनीहरू खेलिरहन्थ्यो प्राय जस्तो बाहिर होइन। मुन्नी कान्छीले त झन् आमाले जस्तै गरेर स्याहारेको थियो नि त। मुन्नी सानो ल्याएकोदेखि नै हो माया गर्थ्यो। टाइसनले चाहिँ अलिकति बदमास पाराले बोकेर हिँड्थ्यो। कान्छीले चाहिँ नगर भन्दै टाइसनकोदेखि खोज्थ्यो बिरालुलाई। अन्त मलाई त आज खाना दिँदा हिजो बेलुका त यिनीहरूले चाल पाएन होला सायद होइन, मरेको मजाले खाना खायो कि। आज बिहान त छैन, दुईजनै खाना खाएको छैन। टाइसन पनि खाएको छैन, के भन्छ कान्छीले नि खाना खाएन। खाना नखाएर सुतिरहेको छ यिनीहरू त। पुरा याद आएछ यिनीहरूलाई मुन्नीको। खाएन साथीहरू यिनीहरूले खाना खानु मानेन। कान्छी यहाँ छ, भोकै छ यिनीहरू। बिहान बिस्किट पनि खाएन। म बिहानै दुधवटा बिस्किट दिन्थेँ, त्यो बिस्किट पनि खाएन। ऊ त त्यत्तिकै लडिरहेको थियो, अघि आमाले बढालेर फ्याँकिदिनु भएछ। गुड आफ्टरनुन साथीहरू। मेरो खाजा बनिँदैछ आज। खाजामा म्यागी छ हाम्रो, सादा म्यागी। म र बेबो बाबालाई हो। बाबाको चाहिँ दाँत दुख्दैछ अनि म्यागी त मन पराउनु हुँदैन, तर अलिकति खान्छु भन्नुहुँदैछ नि त। रोटी खानु चाहिँ हुँदैन दाँतले। अनि यहाँ छ चिया आमाको लागि। आमालाई चाहिँ रोटी सब्जी, यहाँ तातो सब्जी, रेसिपीको सब्जी हो। अस्ति क्यान्टिनबाट ल्याएको म्यागी चाहिँ आज खाएको हामीले। रेडी भइसक्नु आँटेको छ। तपाईँहरूले के खानुभयो कमेन्ट गर्नुहोस् है। दिउँसो चाहिँ यस्तै हल्का फुल्का खान्छ हामी हो। बिहान चाहिँ एकदम सारा भात खानुपर्छ हो। दिउँसो चाहिँ यस्तै हो। हाम्रो म्यागी रेडी भइसकेको छ। हेर्नुहोस् तातो म्यागी, अलिअलि सुप भएको हो। यहाँ बाउ छोरी अनि मेरो भदैनी, हामी तीनजना चाहिँ म्यागी खाने। तातो आमालाई चाहिँ रोटी दिन्छु ल। अब म चाहिँ खानु थालेको ल साथीहरू। म्यागी धनियाँ प्याज छरेको छ, हेर्नु त टेस्टी देख्दैछ। यसको प्रोडक्ट हाम्रो गाउँमा पनि सुरुवात भएको छ। यहाँनिर दिपेनको ठेला। यो चाहिँ शीतला देवी धाम हाम्रो गाउँ हो, लालीगुडा सङ्घको। दिपेन भाइले चाहिँ आफ्नै ठेलामा मिठो खानेकुराहरू यहाँ फास्टफुड खोलेको छ हो। आउनुहोस् वरिपरिको दाजुभाइ दिदीबहिनीहरू यहाँ खानु एकदमै टेस्टी छ हो। म पनि आउँछु कोही बेला खानु यहाँनिर। अब यहाँ थुक्पा उसिन्नु लागेको छ। त्यो मोमोको भाँडामा मोमो छ। के मोमो हो? चिकन मोमो। यहाँ हेर्नुहोस् हाम्रो गाउँको भाइको मेहनत। काम गरी खानु सक्यो भने चाहिँ आफ्नै गाउँमा छ है पैसा चाहिँ, टाढो जानु पर्दैन। दिनभरि बनाउँछ, बेलुका ल्याएर बेच्छ, पैसा टन्नै कमाएर घर जान्छ दिपेन। हेर्नुहोस् टेस्ट गर्नु आउनुहोस्। यो ठाउँ चाहिँ ढ्यान्डुप डाँडा भन्छ हो। सबैजनालाई वेलकम छ दिपेन ठेलामा।